Crazy about my money. Crazy about my money. CMD को बेसिक कमान्ड रहेछ एक नम्बरमा dir ले के गर्छ भन्ने यसले डाइरेक्टरी देखाउने यसले डाइरेक्टरी देखाउने हो हाम्रो फोल्डरहरु देखाउने जस्तै dir आएन इन्टर इन्टर आनेपछि यसले डाइरेक्टरी देखाउँछ डाइरेक्टरी यसै गरी हाम्रो CMD को बेसिक कमान्ड 2 नम्बरमा रहेछ cd cd ले के गर्छ भने चेन्ज द डाइरेक्टरी cd ले के गर्छ भने चेन्ज द डाइरेक्टरी ले डाइरेक्टरी चेन्ज गर्ने हो जस्तै यहाँ cd हाने अनि यहाँ हामीले कुन डाइरेक्टरीमा जानु छ जस्तै यहाँ एजे डाइरेक्टरीमा जानु छ फोल्डरमा जानु छ cd स्पेस अनि एजे हाल्नु अनि इन्टर यहाँ हेर्न सक्नुहुन्छ हामी एजे डाइरेक्टरी भित्र छिरिसक्यो फोल्डर भित्र अब यो फोल्डर भित्र के छ भन्ने हेर्नलाई टाइप हान्नुस् कुन डाइरेक्टरी छ भने dir हान्नु अनि इन्टर हान्नु हेर्न सक्नुहुन्छ यो फोल्डर भित्र यो नामको फोल्डर रहेछ अब यसै गरी हाम्रो CMD को बेसिक कमान्ड नम्बर 3 मा आइसक्यो cd यो cd ले के गर्छ भने ब्याक डाइरेक्टरी यसले ब्याक डाइरेक्टरी गर्नु चेन्ज द डाइरेक्टरी चेन्जै हुन्छ ब्याक हुन्छ के ब्याक ले cd हानेपछि ब्याक हुन्छ cd अनि इन्टर हानेपछि ब्याक हुन्छ हेर्न सक्नुहुन्छ ब्याक आइसक्यो हामी अब हामी कुन डाइरेक्टरीमा त dir हान्ने अनि इन्टर हान्ने अब यसै गरी हाम्रो CMD को बेसिक कमान्ड नम्बर 4 मा रहेछ mkdir ले के गर्छ भने मेक द डाइरेक्टरी यसले डाइरेक्टरी बनाउने यसले क्रिएट द फोल्डर यसले फोल्डर बनाउने अब जस्तै mkdir हान्यो अनि स्पेस एउटा फोल्डरको नाम लेखौँ न टर्मुक्स अनि इन्टर हानेपछि यहाँ हेर्न सक्नुहुन्छ हाम्रो क्रिएट भइसक्यो अब फोल्डर हेर्नलाई के गर्ने त dir हान्ने डाइरेक्टरी हेर्नलाई अनि इन्टर हान्ने यहाँ हेर्न सक्नुहुन्छ टर्मुक्स भने आइसक्यो यहाँ अब यसै गरी CMD को बेसिक कमान्ड हाम्रो 5 नम्बरमा रहेछ rmdir ले के गर्छ भने रिमुभ द डाइरेक्टरी गर्ने अब हामीले भर्खर एउटा डाइरेक्टरी बनायो नि त टर्मुक्स नामको यसलाई रिमुभ हाल्नु rmdir हान्ने अनि स्पेस हाल्ने टर्मुक्स हाल्ने अनि इन्टर हान्ने भइसक्यो अब फेरि त्यो डाइरेक्टरी छ कि छैन हेर्नलाई के हाल्ने त dir हान्ने इन्टर हान्ने हेर्न सक्नुहुन्छ सही यसै गरी हाम्रो CMD को बेसिक कमान्ड नम्बर 6 मा रहेछ मुभ अब जस्तै अघि हामीले हेरेको एजे नामको फोल्डरमा रहेछ यो 3टा फोल्डर फाइलहरु रहेछ अनि डाइरेक्टरी चेन्ज द डाइरेक्टरी गर्नलाई के हान्ने त cd हान्ने स्पेस फोल्डरको नाम हाल्नु इन्टर हान्ने एजेको डाइरेक्टरी भित्र छिरिसक्नु हो अब सो डाइरेक्टरी गर्ने dir हान्ने इन्टर हान्ने अब यहाँ CMD भन्ने एउटा डाइरेक्टरी छ cmd.txt फाइल छ ह्याकर छ टर्मुक्स भन्ने एउटा फोल्डर छ अब मुभ हान्ने मुभ लेख्ने अनि स्पेस हान्नु कुन फाइललाई मुभ हान्ने हुन्छ मुभ हान्ने स्पेस हान्ने जस्तै मैले यहाँ cmd.txt अनि यो फाइललाई मुभ हान्ने नि त
यो बीचमा यहाँ कुन फाइलमा भन्ने त्यो लेख्नु अनि स्पेस हाल्नु अनि कुन फोल्डर भित्र राख्नुहुन्छ त्यो फोल्डरको नाम लेख्नु अब जस्तै मैले टर्मुक्स लेख्दिएँ टर्मुक्स अनि इन्टर हान्ने यहाँ हेर्न सक्नुहुन्छ ओन डाइरेक्ट एस मुभ इट अब यो cmd.txt फाइल टर्मुक्स फाइल भित्र गयो कि गएन यसलाई हेर्नलाई के हान्ने त चेन्ज द डाइरेक्ट हान्ने cd हान्ने स्पेस फोल्डरको नाम हान्ने टर्मुक्स अनि इन्टर अनि सो डाइरेक्टरी गर्ने dir हान्ने इन्टर हान्ने यहाँ आइसक्यो हेर्न सक्नुहुन्छ मुभको काम के गर्ने त एउटा फोल्डरबाट अर्को फोल्डरमा राख्ने हो यसै गरी हाम्रो cmd को बेसिक कमान्ड नम्बर 7 मा आइसक्यो रेनले के गर्छ भने renले रिनेम द डाइरेक्टरी गर्छ रिनेम द डाइरेक्टरी जस्तै यसलाई क्लियर हान्नु renले के गर्छ भने रिनेम द डाइरेक्टरी गर्ने हो जस्तै ड्याक्समा हामी cd डाइरेक्टरी हेरौँ खुल्छ यहाँ हाम्रो डाइरेक्टरी को नाम रहेछ cmd hacker टर्मुक्स भन्ने तीनटा डाइरेक्टरी छ नि त अब ren हान्ने स्पेस हान्ने कुन डाइरेक्टरीको नाम चेन्ज हान्ने त रिनेम गर्ने जस्तै मैले cmd को रिनेम हाल्ने यहाँ cmd हान्ने अनि स्पेस हान्ने अब के नाम दिने हो त्यो cmd डाइरेक्टरीलाई नयाँ नाम जस्तै मैले कमान्ड लेख्दिएँ है कमान्ड अब इन्टर हान्ने अब डाइरेक्टरी सो हान्ने भएछ कि छैन त dir इन्टर हान्ने यहाँ हेर्न सक्नुहुन्छ कमान्ड भयो आएन डाइरेक्टरी नेम चेन्ज ren बाट रिनेम हुन्छ कमान्ड नम्बर 8 मा रहेछ vol स्पेस c यसले के गर्छ भने यसले भ्यालुम अफ द ड्राइभर देखाउँछ क्या जस्तै भ्यालुम अनि c देखेपछि c ड्राइभको भ्यालुम देखाउँछ d हानेपछि d को e हानेपछि को यो यसले के देखाउँछ भने भ्यालुम अफ द ड्राइभर देखाउँछ जस्तै vol स्पेस c अनि कोलम हानेर इन्टर हानेपछि यहाँ हेर्न सक्नुहुन्छ cmd को बेसिक कमान्ड नम्बर 9 मा आइसक्यो हामी 9 नम्बरमा रहेछ होस्ट नेमले के गर्छ भन्ने यसले होस्ट नेम देखाउने यसले हाम्रो होस्ट नेम के रहेछ भन्ने यसले होस्ट नेम देखाउने हो अब जस्तै होस्ट नेम अनि इन्टर हान्दैछु यहाँ हेर्न सक्नुहुन्छ ल्यापटप होस्ट नेम यहाँ होस्ट नेम देखायो यसै गरी हाम्रो cmd को बेसिक कमान्ड नम्बर 10 नम्बरमा रहेछ चार म्यापले के गर्छ भन्ने यसले एक पप सो गर्छ के एउटा पप सो गरिदिन्छ अनि त्यो पपमा भएको क्यारेक्टर हामीले युज गर्ने हुन्छ जस्तै 4 म्याप अनि इन्टर गरेपछि यहाँ हेर्न सक्नुहुन्छ यहाँबाट हामीले युज गर्न मिल्छ क्या जे पनि यहाँ यस्तो हुन्छ हाम्रो किबोर्डमा हुँदैन यहाँ तर हुन्छ कि आजको भिडियो हाम्रो यतिसम्म रहेछ हस् धन्यवाद।